धामी झाँक्रीलाई नभेटेको, झारफुक नगराएको मान्छे बिरलै होला हाम्रो समाजमा। केही केही मनोवैज्ञानिक समस्याहरू धामी झाँक्रीहरूले ठिक बनाइरहेको पनि हामीले देखेका छौँ र कसरी कुन मेकानिजमबाट ती मनोवैज्ञानिक समस्याहरू चाहिँ ठिक भइरहेको हुन्छ त्यो म भन्न गइरहेको छु। पहिलो त बिलिफ सिस्टम। यदि हामी कुनै पनि व्यक्तिकोमा अथवा कुनै पनि ठाउँमा मेरो रोग चाहिँ ठिक हुन्छ भनेर हामी जान्छौँ र तपाईँले कुनै पनि एउटा उपचार पद्धति होइन त्यो पाउनुहुन्छ भने चाहिँ र तपाईँलाई के लाग्छ यसले मलाई काम गर्छ, मेरो रोग ठिक हुन्छ भन्ने तपाईँलाई त्यो एउटा विश्वास छ भने तपाईँको रोग अवश्य नै ठिक हुन्छ केही मात्रामा। त्यसलाई हामीले प्लेसिबो इफेक्ट भनेर भन्छौँ। त्यस्तै दोस्रो, मानसिक समस्याको त कुनै पनि ठोस यो कारणले यो व्यक्तिमा मानसिक समस्या भयो भनेर भन्न सकिन्न। त्यस्तो बेलामा धामी झाँक्रीहरूले के गर्छन् भनेपछि तपाईँलाई देवी देवता लायो, तपाईँलाई भूतप्रेत लायो, नाग लायो होइन, अथवा त्यस्तो लायो होइन, त्यो भनिदिएपछि त्यो व्यक्तिलाई अथवा बिरामीलाई के हुन्छ भनेपछि कारण थाहा भयो नि त। र कारण थाहा पाइसकेपछि ए यो त यस्तो पो रहेछ भन्ने भयो र त्यसको रेमेडी के त, यो फुकेर ठिक हुन्छ भनेर होइन धामी झाँक्रीले त्यो भनिदिँदाखेरि र त्यो एउटा प्रोसेस अपनाउँदाखेरि चाहिँ बिरामीलाई केही हदसम्म सहज हुने अथवा लक्षणहरू कम हुने चाहिँ भइरहेको हुन्छ। त्यस्तै अर्को मेकानिजम के हुनसक्छ, तपाईँको कहिलेकाहीँ झारफुकको बेलामा मान्छे भनौँ न बेहोस भएर केही बोल्ने होइन, बक्ने अथवा तपाईँको भनौँ न एउटा चिच्याउने, रुने, कराउने होइन, त्यस्तो टाइपको केही मेकानिजमहरू पनि हामीले देखिरहेका हुन्छौँ नि त। र त्यस्तो बेलामा के हुन्छ, भित्र गढेको जुन एउटा भावनाहरू हुन्छ, जुन नर्मल्ली त्यो व्यक्तिले अरू बेलामा चाहिँ एक्सप्रेस गर्न सकिरहेको हुँदैन, त्यो निस्किन्छ। त्यो निस्किने बित्तिकै त्यो व्यक्तिलाई हल्का हुन्छ र जुन भावनात्मक कारणले गर्दा लक्षणहरू आइरहेको थियो ती लक्षणहरू कम हुन्छ। तर मैले यो भनिरहँदा कुनै पनि मेडिकल कन्डिसन अथवा कडा किसिमका मानसिक समस्या चाहिँ धामी झाँक्रीले ठिक बनाउन सक्दैन होइन। तर मन्द किसिमको जस्तै तनावले गर्दा कुनै शारीरिक लक्षणहरू आइरहेछ, जस्तै त्यो चाहिँ कन्भर्जन डिसअर्डरमा हुन्छ अथवा सोम्याटोफर्म डिसअर्डरमा हुन्छ अथवा कहिलेकाहीँ मन्द किसिमको एन्जाइटी अथवा डिप्रेसन चाहिँ यी मेकानिजमहरूबाट मान्छेको हाम्रो बिलिफ सिस्टम, कज एन्ड रिमेडी होइन, अथवा त्यसलाई त्यो इमोसनल त्यो भेन्टिलेसन होइन, ती प्रोसेसहरूबाट चाहिँ केही न केही समस्याहरू चाहिँ ठिक बनाइरहेको हामीले देखिरहेका छौँ।